हेलो लासो फ्यापुला एन्ड सेवारो है मेरो सम्पूर्ण मित्रहरूलाई आज चाहिँ म फुटबल खेल्न गइरहेको छु। मेरो साथीहरू चाहिँ गइसकेको छ है, त्यही भएर म चाहिँ भर्खरै हिँड्दैछु। साथीहरू उहाँ पुगिसक्यो, म चाहिँ भर्खरै हिँड्दैछु, जाँदैछु है। साथीहरू फोन गर्दै थियो, साथीहरू डाँडा कटिसकेछ, मलाई थाहै थिएन। अब यो चाहिँ हिजो अस्ति भर्खरै बनाएको पुल हो, कति राम्रो है। नेपालमा हो यो लगभग 5-6 वर्ष पछि मात्रै कम्प्लिट हुन्थ्यो होला। यहाँ त अब लगभग कति 2 महिना पछाडि त यस्तो राम्रो सफा ट्याक्क एकदमै मजबुत पुल बनिएको हो। यो पनि मान्छे बस्ने अपार्टर हो। अपार्ट भन्दा नि यसलाई खै के भन्छ, बङ्गला जस्तो। ल हामी चाहिँ अब यसरी यो खोलाको किनारै किनार, ल यो खोलामा यस्तो भइसकेछ, पुरै थुनेछ। ल यो खोलामा माछा छ है साथीहरू, माछा राम्रो राम्रो माछाहरू कति ठुल्ठुला छन्। अब माछा मार्न त पाइन्छ यहाँ, त्यस्तो उस्ता छैन, तैपनि कसले मार्नु है। यस्तो राम्रो चिल्लो कार छ हो। यो उतापट्टि चाहिँ धान रोपेको छ है, त्यहाँनिर चाहिँ अब हामी बस्ने अपार्ट चाहिँ त्यो हो साथीहरू। ल यही हो म बस्ने अपार्ट चाहिँ है। अहिले अपार्टको साइडमा यो अर्को भवन पनि निर्माण हुँदैछ। यस्तो छ हामी बस्ने ठाउँ है। अब यो गाउँ हो खासमा यहाँ। अब नेपालको लागि त अब गाउँ कहाँ हुनु रे, ठुलो सहर नै हो नि। यहाँको मान्छेको लागि चाहिँ यो गाउँ नै हो। फुटबल ग्राउन्ड चाहिँ त्यो कुनामा हो। म चाहिँ अब लगभग 4-5 मिनट त लाग्छन् है म त्यहाँ पुग्नलाई। ल हेर्नु पानीको सिँचाइ यस्तो व्यवस्था छ है। यो उसले तानेको, पम्पले तानेको, यो तल्लो यही खोलाको पानी तानेको होला। यो खोलाको पानी यहाँ पम्पले तानेको हो। यो धान रोप्यो यहाँनिर। यो चाहिँ फर्सी फल्छ भोलि पर्सि। ल हेर्नुहोस्, यो हिजो अस्ति लगभग 2 महिना 1.5 महिना भयो होला यो धान रोपेको। धान यस्तो राम्रो भइसक्यो। अब यस्तो ठुल्ठुलो गाछ लाग्छ यो धानमा। धान त यति फल्छ कि अब कुरै नगरौँ है। अहिले म जानुपर्ने चाहिँ त्यहाँ माथि हो है साथीहरू। त्यहीँनिर हो हाम्रो फुटबल खेल्ने ठाउँ, यहीँनिर। अझै टाइम लाग्छ मलाई। म भिडियो बनाउँदै गइरहेको छु बाटोमा, त्यही भएर अलिक टाइम लाग्छ मलाई त्यहाँ पुग्नलाई। म चाहिँ फुटबल खेल्न जाँदैछु, साथीहरू पुगिसक्यो है। अब यो झोला बोकेको छ, भिडिएको छ पछाडि है। यहाँनिर मुला रोपेको हेर्नु न, त्यही हो। ल भोलि पर्सि फल्ने भनेको के भन्छ यसलाई। अब यहाँ जापानतिर साकुरा भनिन्छ होइन, वहाँ अमेरिकातिर यसलाई चेरी भन्दो रहेछ। यहाँनिर फतकोत भन्छ, नेपालमा यो पयुँको रुख हो। यही हो भोलि पर्सि एकदमै झकमक्क फुल्ने। यो चाहिँ पुरै मुला यत्रो भइसक्यो मुला। ल
ठ्याप्पै यत्रो पाटो ल्याएको छ। यतातिर भएको कट्टुस हो नेपालमा। ल नेपालमा हाम्रो चाहिँ नि वहाँ दोलखामा चाहिँ नि बागवानी फर्मभित्र हामी चोरी खान्थ्यौँ। यहाँनिर यो नाथे के अरे जङ्गलैभरि छ हौ। ल हेर्नुहोस् त यो यतातिर त यो खासमा रोपेकै होला मान्छेले होइन, तर यो कट्टुसको त तपाईँको माथि हाम्रो कम्पनी त्यहीँ हो, त्यो जङ्गलको छेउमा त्यहाँतिर कति छ तपाईँको यो। ल हेर्नु यो कट्टुसको रोप। म भिडियो स्किप गर्छु साथीहरू। एकछिनपछि फेरि त्यहाँ माथि पुगेर हामी उस फुटबल खेल्ने ठाउँमा पुगेपछि म फेरि भिडियो कन्टिन्यू गर्नेछु। यो चाहिँ पुरै रोपिसकेको छ है। यो यहाँनिर खुर्सानी पनि फलिसकेको छ। हेर्नु त ल खुर्सानी फलिसक्यो। अब टिपेर खाने बेला भइसक्यो। हेर्नु न यो घर कस्तो मनपर्छ मलाई। काका कस्तो राम्रो बनाएको छ क्या। फ्रन्टबाट हेर्ने यो घर, फ्रन्टबाट यस्तो छ है यो घर। यस्तो घर भएको ठुलो पनि चाहिँदैन, यतिको घर ट्याक्क आफ्नो लागि भाडामा जाने हिसाबले होइन, आफ्नै फ्यामिली बस्ने हिसाबले बनायो भने राम्रो बन्ने रहेछ। यो चाहिँ हाम्रो ल अब फुटबल ग्राउन्ड चाहिँ यहीँबाट सुरु हुन्छ। फुटबल ग्राउन्ड ठ्याक्कै यहीँबाट सुरु हुन्छ। यहाँ ठुलो फुटबल ग्राउन्ड छ। यस्तो गाउँ पनि यति सुविधा छ उनीहरूको है। विकसित राष्ट्र अब यस्तै हो। नेपालमा चाहिँ तपाईँको कति रङ्गशालामा नि यहाँको जस्तो ठुल्ठुलो चाहिँ नि फुटबल ग्राउन्ड छैन नि। यहाँ त फुटबल ग्राउन्ड त रङ्गशालाको हाम्रो नेपालको रङ्गशालाको जस्तो त 3टा छ। अनि फुटसल खेल्ने कति 4वटा कि 3टा छ फुटबल खेल्ने। ल हेर्नु त कस्तो राम्रो घरहरू के गर्नु। ल म बस्ने यही एरिया हो है साथीहरू। हामी बस्ने घर त्यो पराको बिल्डिङ, यही बिल्डिङ हो मेरो म बस्ने चाहिँ। ल हेर्नु कस्तो राम्रो छ है। मलाई एकदमै हरियाली डाँडा काँडा मनपर्ने मान्छे म, नेचुरल लभर मान्छे। झन् यहाँ आइसकेपछि त तपाईँको गाउँमै हो, गाउँमै परिसकेपछि आनन्द छ। दायाँ बायाँ सबै ठुलो यस्तो जङ्गलहरू छ है। अनि शनिबार आइतबार यहाँ टक्का साथीहरूसँग फुटबल खेल्न आयो, बस्यो, आनन्द छ। जे होस् रमाइलो छ। हेर्नु यत्रो ठुलो बोट बिरुवाहरू चाहिँ ड्याङ ल्याएर रोपेको हुन्छ है। तैपनि यो कस्तो सहर छ क्या। हाम्रो नेपालमा त मर्छ नै यो। अब हिजो अस्ति मात्रै यो सक्लै ल्याएर रोपेको। अब हेर्नु न। अनि दायाँ बायाँबाट यस्तो टेको दिइसकेपछि जस्ताको ठहरेर बस्यो। अनि खै पानी सानीको व्यवस्था त देखिँदैन, तैपनि सर्दो रहेछ यहाँ। बाँच्छ क्यारे। ल हेर्नु यो चाहिँ खै अफिस जस्तो हो खासमा, के अफिस हो थाहा छैन। यहाँ चाहिँ नि गाडीहरू टन्नै लिएर यो बुढो मान्छेहरू खै के खालको खेल हो यो। गोल्फ जस्तो पनि खै कस्तो खालको बल खेल्छ यहाँनिर बजेहरू। बजीहरूले खेलेको बल यहाँनिर म्याच चलिरहेको छ।
बजारले यस्तो के खेलेको होला खासमा यो खासमा मैले बुझ्न नसकेको यस्तो जान्छ है त्यही खेलेको हुन्छ खेल्ने बाजे बाजे टन्नै रहेछ आज त अब त्यो बुढाले हान्नै छ गयो बल बल खेल्छ बस्ने ठाउँ यही हो हाम्रो चाहिँ साथीहरू सबै रेडी अवस्थामा छ यही ग्राउन्ड हो हामी खेल्ने अब यो चाहिँ इन्टरनेसनल ग्राउन्ड नै रहेछ ठ्याक्कै साइड चाहिँ यस्तो त तिनवटा छ ऊ त्यहाँ पर एउटा माथि एउटा तिनवटा फुटसल चाहिँ ऊ त्यहाँतिर छ ल हस् साथीहरू धन्यवाद।